हेलो, आज चाहिँ हामी गुलुन्जर गाउँपालिकाको किराँते भन्ने गाउँसम्मको यात्रामा छौँ र यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। र यहाँबाट चाहिँ एकदमै रमाइला हरियाली बगैँचाहरू हेर्न सकिरहेका छौँ। यो देखिरहेको बगैँचा चाहिँ जुनार सुन्तलाको बगैँचा हो। र यतातिर चाहिँ बाटो बन्ने क्रम पनि जारी नै छ र यतातिर खोल्साबाट पानी बगेर आइरहेको देख्न सक्नुहुन्छ। हिलो छ यस्तो रोडको अवस्था। यहाँ चाहिँ झरना झरिरहेको छ है तल। यो चाहिँ कुलोबाट चाहिँ बाटोतिर पानी झरिरहेको रहेछ। यहाँ चाहिँ बगैँचामा जुनारहरू फलिरहेको हेर्न सक्नुहुन्छ। यो चाहिँ बगैँचा एकदमै हरियाली बगैँचा रहेको रहेछ। यहाँ चाहिँ एकदमै हरियो बगैँचाहरू, जुनारको बोटहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी उकालो हिँड्दैछौँ र यो बाटो चाहिँ एकदमै धेरै उकालो छ र गर्मी पनि भइरहेको छ। तर वरिपरिको रुख बिरुवाले गर्दाखेरि बाटोमा चाहिँ छाया परेको हुनाले ठिकै छ हिँड्नको लागि। अहिले चाहिँ हामी अब किराँते नजिकै आइपुगिसकेका छौँ। त्यो पारिपाखा देखेको चाहिँ किराँते गाउँ हो। अहिले चाहिँ हामी किराँतेमा प्रवेश गरिसकेका छौँ। यो चाहिँ किराँते है, त्यसलाई हेर्न सक्नुहुन्छ। यो गाउँहरू चाहिँ किराँते गाउँ र यहाँ चाहिँ विद्यालय किराँतेको डाँडामा चढ्दैछौँ र यो डाँडाको घरहरू एकदमै राम्रो चिटिक्क परेको घरहरू चाहिँ हेर्न सक्नुहुन्छ। यो किराँते है तल। यहाँबाट चाहिँ पारी चाहिँ एकदमै राम्रो भ्यूहरू चाहिँ देख्न सकिरहेका छौँ। एकदम रमाइलो गाउँहरू चाहिँ हेर्न सक्छौँ यहाँबाट। यो डाँडाबाट चाहिँ किराँते डाँडाबाट देख्ने भ्यूहरू ल एकदमै रमाइलो भ्यूहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी हाम्रो काम सकेर घर फर्किँदैछौँ र भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू।